रात किन हुन्छ हजुर, दिन किन हुन्छ? रात किन हुन्छ हजुर, दिन किन हुन्छ? थाहा छैन जिन्दगीमा कठिन किन हुन्छ? रात किन हुन्छ हजुर, दिन किन हुन्छ? थाहा छैन जिन्दगीमा कठिन किन हुन्छ? यो एन्जेला मुभीमा समाविष्ट छोटो लाइन उठान गर्दै न्यानो साहित्यिक अभिवादन टक्राउन चाहन्छु। सम्पूर्ण उपस्थित साहित्यिक मन सम्पूर्ण महानुभावहरूमा म यहाँकै प्रिय मित्र कविन तुम्बाबुको तर्फबाट आज हामी पर्यटन र साहित्य विकासको आधार हुने मूल नाराका साथ गाउँघरमा साहित्य 2081 यो साहित्यिक कन्सर्ट यहाँ यो ऐतिहासिक रानीतालको किनारमा सम्पन्न गर्न लागिरहेका छौँ। यहाँहरू सृजना श्रवण गर्नका निम्ति व्यग्र प्रतीक्षामा रहनु भएको छ। यसर्थ म ढिला नगरिकन आजको जुन विषयवस्तु छ म त्यसतर्फ यहाँहरूलाई आकृष्ट गर्न चाहन्छु, समावेश गर्न चाहन्छु। र हामीसँग आज सृजनाको यात्रामा लामो समयसम्म जीवन गुजारा गरिरहनुभएका हाम्रा होनहार शक्तिशाली कवि र गजलकार हामी माझ यतिखेर उपस्थित भइसक्नु भएको छ। म उहाँहरूलाई एकमुष्ट रूपमा हार्दिक वेलकम, स्वागत, अभिवादन सँगै स्वागत गर्दै म कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। सबसे भन्दा पहिला म कविका कविता प्रस्तुतिका निम्ति म यस कार्यक्रमलाई जोड्न चाहन्छु। बेमौसमी मायाका खेतबारीमा फुलेका सपनाहरू छिप्पिसकेका थिए भन्ने यो कविताको कवितांश उठाउँदै म धनकुटाका कवि श्रीमान खजुम, उहाँ भर्खरै मात्रै कविता यो तक्सङ मैली कविता सङ्ग्रह पनि प्रकाशित गरिसक्नु भएको छ, उहाँलाई विमोचन गरिसक्नु भएको छ। कवि श्रीमान खजुमज्यूलाई निम्त्याउन चाहन्छु, स्वीकार्नुहोस् कृपया। हेलो, धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू। म धेरै सम्बोधन गर्न चाहिनँ, माफ गर्नुहोला। म सरस्वती रूपमा कवितामा वाचन गर्न चाहन्छु। कविताको शीर्षक रहेको छ जङ्गलीहरूको अतिक्रमण। तिमी कस्तरी फुलेकी, तिमी कस्तरी फुलेकी, विशेष गुणले भरिपूर्ण छौ। तक्सङ बस्तीको बाटोहरूमा गल्लीहरूमा हिँड्ने गर्छु। कफुङ, तिमी फुलेको बेला छरिएको सुगन्धित बास्न सुँग्न मन लाग्छ। तिमीसँगै उभिएर फोटोमा कैद गर्दै सँगै लुकामारी खेल्न मन लाग्छ। सेताममै फुलेर तिमी हाँसेको बेला स्वर्गकी परी जस्तै देख्छु। हावाका झोक्काहरूले तिम्रा हाँगाहरू हल्लाउँदा लिम्बुनीहरू हात समातेर पालम गाउँदै धान नाचेको जस्तै देख्छु। सृष्टिकालदेखि नै पुर्खाले विचरण गरेको यो भूगोलमा पहिचानको प्रतीक भएर तिमी भेकी छौ। तर तीखा तीखा काँडाहरू उम्रिएर वरिपरिबाट घेर्दैछन् रे। कलिलैमा तिम्रो हाँगाहरू काटेर बाल्दैछन् रे। तिम्रो बैस हुर्किएर फुल्नै नपाइकन झ्याउहरूले पुर्दैछन् रे। जङ्गली नाङ्गीमा लहराले जिउभरि बेरिएर हाँगाको काप कापमा अङ्गालो हालेर मस्ती गर्दैछन् रे। खुब चिबे चराले पनि तिम्रो रस चुस्दैछन् रे। हो
हिजो मात्र कोकमाली ठुलेले खबर पठाएको थियो। हस्त धन्यवाद। साँच्चै नै अब हामी साहित्यमय वातावरणमा प्रवेश गरिसकेका छौँ। अब चाहिँ माहौल कवितामय बन्नेछ। अपेक्षा गरौँ पक्कै पनि